फाइनली गाइस हामी चाहिँ सुनसरी झरनाको नास्ता पसलमा आइसकेका छौँ। हामी चाहिँ टक्कले बाजे नाति आइसकेका छौँ। बाजेले चाहिँ उहाँ गइरहनु भएको छ। म चाहिँ टक्क बसिरहेको छु नि त। बाजे चाहिँ हप्तामा कपडा सपडा धोइरहनु भएको छ। टक्क देख्न सक्नुहुन्छ यी नास्ता पसल टक्क टेबलहरू टक्क बसेर खानेलाई। त्यसपछि हेर्देखि देख्न सक्नुहुन्छ पारि सुनसरी झरना टक्कले देख्न सक्नुहुन्छ। साथीहरू यही हो, हजुरहरूको लागि नास्ताको व्यवस्थापन हामी चाहिँ गरिरहेको छौँ। त्यही हो भन्न चाहन्छु, हजुरहरूले चाहिँ नास्ता चाहिँ नल्याउनु होला। इच्छा छ अब मै लगेर जान्छु भन्ने इच्छा छ भने चाहिँ अब सकेर नल्याउनु होला। नास्ताको व्यवस्थापन यही साथीहरू। फाइनली पानीहरू पनि छ, पसल चाहिँ टक्क नास्ताको परिकारहरू पनि छ। यहाँ चाहिँ पसलभित्र चाहिँ पुरा नास्ताहरूको परिकारहरू छ। यहाँ चाहिँ नास्ताहरू छ, आउनु होला, हजुरको सेवा गर्ने मौका दिनु होला। यहाँबाट देख्न सक्नुहुन्छ बारे सुनसरी झरना। ए साथीहरू सुनसरी झरना चाहिँ आजभोलि चाहिँ हल्का सानो भएको छ। जुन गर्दै आउँछ हजुरलाई सुनसरी झरना टक्क हेर्न सक्नुहुन्छ। बाजे के भन्नु चाहनुहुन्छ यहाँ हेलो, सुनसरीमा आएर एकदम रमाइलो गर्ने, रमाइलो उसमा खाने, एकदम जो खाने मन छ ठिक छ बाजे। यहाँ चाहिँ पसल रहेको छ, यहाँ चाहिँ बस्ने टेबलहरू रहेको छ। टक्क देख्न सक्नुहुन्छ हजुरहरूले। आउनु होला, हजुरहरूको सेवा गर्ने मौका दिनु होला भन्न चाहन्छु। म चाहिँ यहाँ हल्का लाइक कमेन्ट सब्सक्राइब पनि गर्नु होला। युट्युबमा पनि लाइक कमेन्ट गरिदिनु होला। मेरो युट्युब च्यानल रहेको छ, फलो गर्नु हजुरहरूलाई। यहाँको दृश्य, यहाँको रमणीय ठाउँहरू देखाउने